इटरीको चोक भयो अब विराटनगर रोड जाने रोड अब धरान जाने रोड अनि यता पूर्व पश्चिम जाने रोड त्यो बिचमा त्यहाँ त्यो एरियामा एकदम त्यो के अरे नियम एकदम कडा बनाएर चाहिँ ठाउँ ठाउँमा त बस स्ट्यान्डै बनाइदिनु पऱ्यो क्या ठ्याक्क त्यो माथि उयो लगाएर होइन टिनसिन लगाएर टक्क बस्ने यहाँको जस्तो क्या बेसी त्यहाँनिर यस्तो सिस्टम पाउनुपर्छ कि बस स्ट्यान्ड टक्क टिन लगाएर बनाइदियो त्यहाँ त्यहीँ मात्र बस्ने चढेन्जेल र झरेन्जेल मात्रै रोक्ने त्यहीँ मात्र झर्ने पेसेन्जर पर्खेर बस्ने होइन चढुन्जेल झर्ने छ भने झर्ने तर फेरि ठ्याक्क त्यो चढ्ने छ भने चढाउने अनावश्यक के अरे रोक्यो भने चाहिँ फेरि फाइन लागिहाल्ने बल्ल कन्ट्रोल हुन्छ क्या त्यसो गर्ने त्यो सिस्टम त्यो प्रविधि ल्याउनु पर्छ अनि मात्र हुन्छ सरकारले खालि फाइनको मात्रै ल्याइदियो क्या यहाँ चाहिँ यहीँनिर अब 10 रुपियाँ 20 रुपियाँ दियो भने त्यो मान्छे त्यही पालिन्छ त्यसले आँखा चिप्लिदिन्छ त्यस्तो खालको सिस्टम छ त्यहाँनिर अनि कहाँ हुन्छ त्यो त्यो छ क्या फाइनको मात्रै फाइन मात्र हालिदिएको छ क्या त्यहाँ अब पहिले सेवा सुविधा बनाइदियोस् न रोड राम्रो बनाइदियोस् ठाउँ ठाउँमा स्ट्यान्ड बनाइदियोस् होइन बल्ल चाहिँ कानुनले ल्याउनु पर्ने हो नि त फाइन यति है अब चाहिँ अब मानिलिउँ कहिलेकाहीँ अत्याधिक पानी परिरहेको हुन्छ अनि यहाँनिर घर हुन्छ अब त्यो ब्रिज जतिमा यहाँ हिँडेको छ नपाउने भनेर चलेको छ कतिपय सहरमा बजारमा अब त्यो मान्छे अब यो बाटोबाट आयो यहाँनिर यो घर हो अब छ्यासेकमा यहाँ अलिकति रोकिदेऊ न भन्छ अब यहाँदेखि वासम्म अब के अरे रोक्न नपाउने एरिया भन्छ भनेको छ अब अनि अब कस्तो मानव तन्त्री नभएको यत्रो पानी परिरहेको बेलामा अलिकति छेउमा रोकिँदाखेरि के हुन्थ्यो भनेर त्यो उत्रिने मान्छेले 100 वटा गाली दिइहाल्छ अनि 1000 रुपियाँ भाडा तिरेर आएको पेसेन्जर हुन्छ कहिलेकाहीँ अनि उहाँदेखि आउँदाखेरि त्यहाँनिर घरको मान्छे नरोक्यो भने अब बिस्किन्छ नि फेरि अर्कोचोटि चढ्दैन नि यो मुक्ताको गाडीको चढाउने मात्र 17 वटा गाडी दिएर जान्छ अनि त्यो कारणले पनि बाध्य भएर रोकिदिनै पर्यो रोकेपछि अब पछाडि गाडी आउँछ अगाडि गाडी जाम हुन्छ हेरिरहेको हुन्छ यस्तै वान वे भयो भने त बेग्लै कुरा हुन्छ अब दुईटा सानो बाटो हुन्छ ट्राफिकले छेकिहाल्छ अनि पर फाइन पर्छ ट्राफिकको आइपुहाल्छ अझै फेरि अलिक कहीँ रोक्यो भने नरोक्ने ठाउँमा देख्यो भने त आइपुहाल्छ ट्राफिक पनि बाटो यस्तै वान वे भयो भने बेग्लै कुरा हुन्छ होइन अब यत्रो सानो बाटो हुन्छ दुईतिर गाडी हिँड्नुपर्छ आउने जाने एउटै बाटोबाट समस्या भइहाल्छ अलिकति व्यवहारिक तरिकाले पनि बुझ्ने तरिकाले चाहिँ यो रिपोर्ट पर्छ अब त त्यस्तो खालको सिस्टम बनायो भने त नि सिटीमा घर उठेर जति शास्ति बसेर हुँदैन सिटीमा जस्तो भन्छ नि स्ट्यान्डमै उत्र्यो अनि स्ट्यान्डबाट फेरि सिटीमा आउनु पर्यो जसको चाहिँ घर अब मेन चोकमा छ त्यसलाई चाहिँ घाँडो भयो नि न त्यसले कुनै सवारी साधनमा केही सामान लिएर जान पायो रोक्न उतार्न यो नियम अब 10 वर्ष पछाडि बनाउँदा हुन्छ क्या 1 लाखसम्म फाइन किन 10 वर्षसम्म चाहिँ राम्रो बाटो बनाइयोस् क्या ठाउँ सबैतिर यस्तै राम्रो यहाँको जस्तै बाटो बनाइदियोस् सिग्नलहरू पनि लगाइदियोस् लाइन नजानु पर्यो लाइन पनि नजानु पर्यो